गुड मर्निङ एभ्रिवान। मेरो चाहिँ मर्निङ स्टार्ट भयो भर्खर। सो म चाहिँ चिया खाँदा बसेछु होइन। आज चाहिँ के भन्न लाग्यो भन्दाखेरि मैले इमेजिन गरेको अब इङ्ग्लिस त इन्टरनेसनल ल्याङ्ग्वेज हो नि त। एभ्री कन्ट्रीको मान्छेले इङ्ग्लिस बोल्न सकिन्छ होइन। अनि प्रायोरिटी पनि इङ्ग्लिसलाई अब इफ यु गो टु ऱ्यान्डम कन्ट्री, इफ यु डोन्ट नो देयर मदर टङ अर देयर ल्याङ्ग्वेज अर एनी अदर ल्याङ्ग्वेजेस होइन, वी स्टार्ट स्पिकिङ इङ्ग्लिस। हामी चाहिँ नि अङ्ग्रेजी बोल्न थाल्छौँ होइन। त्यही भएर चाहिँ नि अब हाम्रो यो मिस वर्ल्ड, मिस युनिभर्समा सबै कन्टेस्टेन्टहरूले इङ्ग्लिसमा एन्सर दिन्छ, जजहरूले इङ्ग्लिसमा सोध्छ होइन। मैले इमेजिन गरेको के अब एउटा कुरा इमेजिन गरेको होइन। केही गरी मिस वर्ल्डमा हाम्रो नेपाली केटी एकजना सेलेक्ट भयो होइन। सेलेक्ट भयो अरे, जजले क्वेसन गर्यो अरे अनि नेपालीले चाहिँ नि के भन्यो अरे, मैले बुझेँ तर मलाई चाहिँ नि नेपालीमा एन्सर दिन मन लाग्छ भनेर नेपालीमा दियो अरे के एन्सर। एक्सेप्ट हुन्छ त? हुँदैन नि। ब्युटी पेजेन्ट हो, मान्छ होइन। ब्युटी पेजेन्ट हो, वर्ल्डलाई रिप्रेजेन्ट गर्ने कुरा हो। तर कुनै कुरा चाहिँ नि अब वर्ल्डले नै सबैजनाको कन्ट्रीलाई रिप्रेजेन्ट गर्ने हुन्छ क्या होइन। सो उनीहरूले आफ्नो ल्याङ्ग्वेज नै प्रिफर गर्छ। तर त्यो भनेको त भेरी बिग प्लेटफर्म हो नि त होइन। त्यहाँ त इङ्ग्लिस नै नेसेसिटी हुन्छ क्या। तिमीले नर्मल इङ्ग्लिसमा नै एन्सर दिनुपर्ने हुन्छ। आफ्नो ल्याङ्ग्वेजबाट एन्सर दिन पाइँदैन। अनि आयो हाम्रो नेपालको होइन। हाम्रो नेपालमा चाहिँ नि एकजना मैले एउटा मान्छेको भिडियो हेरेको छु नि, त्यसमा कमेन्ट हेरेको क्या, यो ब्युटी पेजेन्ट हो, यसले वर्ल्डलाई रिप्रेजेन्ट गर्छ, जज जोसुकै होस् फरकै पर्दैन भने। ए बाबा, जज जोसुकै होस् फरक पर्दैन, तर नेपालमा जज भइरहेछौ, नेपाललाई रिप्रेजेन्ट गरिरहेछौ, अङ्ग्रेजीमा त बोल्नु पऱ्यो न। ठिकै छ, नेपाली बोल्न आउँदैन भए इङ्ग्लिसमा बोल्नु पऱ्यो नि त, हिन्दीमा होइन नि त। हामीले पाकिस्तान र इन्डियालाई रिप्रेजेन्ट गरे होइन नि, हामीले नेपाललाई रिप्रेजेन्ट गर्छ। कि त इङ्ग्लिस हुनु पऱ्यो कि त नेपाली हुनु पऱ्यो। अनि यस्तो चिजहरूले चाहिँ नि अझ त्यो मान्छेले के भन्यो भने वर्ल्डलाई रिप्रेजेन्ट गर्छ। ए बाबा, वर्ल्डलाई त जो जजहरू पनि कहाँ आउँछ, तर उनीहरूले इङ्ग्लिसमै बोल्छ। मिस युनिभर्स, मिस वर्ल्डमा जजहरूले आफ्नो ल्याङ्ग्वेज युज गर्दैन। डिस्कस्टिङ।